बापले गर्दाखेरि है अलिअलि सो हेलो गुड मर्निङ एभ्रिवान है। आजको गण्डकीको बाप देख्नुभयो होला है कि कस्तो छ है। म चाहिँ ट्याक्क बिहान उठेर गाडी साडी खोलेर है ढुकछुप गरेर बसेको हजुर है। यहाँनिर छ गाडी यही हो। अनि आज चाहिँ म तपाईँहरूलाई काली गण्डकीको बापपट्टि बढेको छ। म हाइवे बाटोमै देखिन्छ तपाईँहरूलाई म देखाउँदै जानेछु है। अरू के कस्तो हुन्छ म सबै देखाउनेछु। बर्खा लाग्यो हजुर, आफू पनि जोगिनुहोस् र अरूलाई पनि जोगाउनुहोस् भन्ने धारणा गर्छु है। अरू भन्न त म के नै सक्छु र हजुरहरूलाई। ल ल है, आज बर्खा काली गण्डकी बढेको बापले गर्दाखेरि है अलिअलि जेस हुँदामा है कहाँ जानुपर्छ बर्खामा है फाल्टेको दाउरा त छोप्नु पर्यो। ल यस्तो छ, हामी चाहिँ हिँडिसक्यो गन्तव्यतिर। अनि यहाँबाट देखाइदिन्छु म गण्डकी। ल है, बर्खा लाग्यो, सुरक्षित हुनु होला हजुरहरू। खोला भरिएर डमाक्कै भइरहेछ है, यस्तो भछ। ल काली खोलाको पुलबाट देखिएको दृश्य है यस्तो छ काली गण्डकी। हिजो देख्नुभयो होला तपाईँले टिकटकमा यो खोलाबाट बस बोकाएको है, त्यो चाहिँ एआईले बनाएको है, नझुक्किनु होला हजुरहरू। यस्तै छ ड्याक्क है। म्याग्दी जिल्ला प्रवेश भनेर आएको छ है। तपाईँहरू म्याग्दी जिल्लामा प्रवेश गरिसक्नु भयो। यही हो, अब यहाँबाट थोरै अगाडि गएपछि बस पराग आउँछ। बेनी बजार यही हो। सधैँ यति धेरै गाडी त हुन्थेन, आज मात्र यस्तो गाडी भइरहेछ। बेनीको बजारको गाडीहरू आइरहेको छ है। ल